गुल्मीमा अत्यन्तै दुःखद घटना घटेको छ। जिल्लाको मालिका गाउँपालिका 6 अर्जै राम्चे स्थित कच्ची सडक खण्डमा राम्चेबाट पुर्कोट दहतर्फ पिकनिकका लागि जाँदै गरेको सिद्ध इङ्ग्लिस बोर्डिङ स्कुलको स्कुल बस र स्थानीय बसन्त अर्यालले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएका छन्। उक्त घटनामा मोटरसाइकल चालक बसन्त अर्याल र मोटरसाइकलमा सवार मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। यद्यपि उनीहरूलाई जिल्ला अस्पतालमा ल्याइ पुर्याइएको छैन। अस्पतालले घोषणा गरेपछि मात्रै प्रहरीले मृत्यु घोषणा भएको जानकारी हामीलाई दिनेछ, तर उनीहरूको घटनास्थलमै मृत्यु भएको बुझिएको छ। मोटरसाइकलमै सवार अन्दाजी 5-6 वर्षीय अनुभव गिरी घाइते छन्। उनलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि ल्याइएको छ। मनकला अर्यालको छोरीको घर केही अर्जैको तल पर्ने र उहाँ बिरामी भएर सदरमुकाम स्थित अस्पतालमा उपचारका लागि आउनका लागि नातिलाई लिन मोटरसाइकलमा झर्नु भएको र फर्किने क्रममा पिकनिकका लागि हिँडेको बसले ठक्कर दिएको र एक आपसमा बस र मोटरसाइकल ठोक्किएको भन्ने बुझिएको छ। बसमा सवार एकजना शिक्षिका पनि घाइते हुनुभएको छ। यति बेला बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो घटना आज शुक्रबार बिहान 7:30 बजे आसपासमा घटेको थियो। अर्जैबाट पिकनिकका लागि पुर्कोट दह जाँदै गरेको बस र राम्चेबाट पोखराबारीतर्फ निस्कँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। त्यसपछि यो घटना घटेको हो। स्थानीयले दुवैजनाको घटनास्थलमै मृत्यु भएको भनेर बताएका छन्। यद्यपि उनीहरूको शव गुल्मी अस्पतालमा आइसकेपछि घोषणापछि मात्रै प्रहरीले हामीलाई जानकारी दिनेछ। यो अत्यन्तै दुःखद घटना घटेको छ। बाँकी विस्तृतमा विवरण प्रहरीले हामीलाई जानकारी गराएपछि तपाईहरूलाई जानकारी गराउनेछौँ। धन्यवाद।